अध्यक्ष महोदय, गत चैत 15 गते दुईवटा राजनीतिक कार्यक्रमहरूबारे प्रशासनलाई जानकारी गराइएको थियो। दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको हुने भनिएको थियो। शान्ति सुव्यवस्था कायम राख्दै विरोध आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुन सक्ने अवांछित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो। यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गर्यो। आफ्नो धारणा सार्वजनिक गर्यो, सरकारलाई खबरदारी गर्यो, संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो। शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु। हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्छु। काठमाडौँको तीनखुनेमा अर्को सभाको लागि स्थान दिएको थियो। त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र दुविधा समेत थियो। को हो जस्तो जो आयोजक हो घरि वर्ष बाहिर निस्किँदैन, उचालेका तिखारेका मान्छेहरू सडकमा देखिन्छन्, त्यस्तो अवस्था थियो। त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो त्यसमाथि नै आशंकाका आधार थिए। दुविधा यस अर्थमा थियो, त्यसका आयोजकमध्ये केही नाम संसदमा उपस्थित भएकै दलका नेताहरूको पनि थियो। तर तीनखुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराएअनुसार सभा गरेनन्। उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भिड सलबलाउन थाल्यो। सभा वा मन्तव्य होइन, प्रदर्शनको कथित जनकमान्डर आफैले हाकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो। भिड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध प्रहरीको बन्दुक खोज्ने, गुण्डागर्दी र कुटपिट गर्ने, प्रहरीमाथि ढुङ्गामुढा गर्ने, आक्रमण गर्ने, लुटपाट गर्ने र आगजनी गर्ने जस्ता वारदातहरू सुरु गरियो। हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने जस्ता आपराधिक घटनाहरू सुरु गरियो। निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन, मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै ढडाउने हिंसक आततायी कार्य भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी काम समेत त्यस्ता प्रयासहरू भए। प्रहरीका सवारी साधन मात्रै होइन, आगो निभाउन गएका दमकलमाथि समेत आक्रमण गरियो। यी सबै निन्दनीय र खेदजनक कार्य हुन्। यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै हुन्, जुनसुकै कभरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ। घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले राख्नु नै हुनेछ सदन समक्ष। घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ। यसका योजनाकार को हुन् र को संलग्न छन्, सरकारले यस सन्दर्भमा निष्पक्ष र निर्भीक छानबिन र अनुसन्धान गरिरहेको छ। यस घटनाको पृष्ठभूमिमा करिब 1 वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ। सरकार व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व त्यसै बेलादेखि क्रियाशील थियो। मौका खोजिरहेको थियो। धर्म, संस्कृति, परम्परा जस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बेथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै आएको थियो। ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो। यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन 7 गते आफू अघि बढ्ने र साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँ-ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन 25 गते कथित स्वागत सवारी आयोजना गरियो र चैत 14 गते समाज बिथोल्न लागि परेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो। प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ। त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्र प्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायण रेड्डी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो। हाल राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गर्नुभएको थियो। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउनुहुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन। मानिसलाई मर्नलाई दुरुस्तान गर्ने जनकमान्डर, इतिहासको कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुबा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी बस्न सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, ज्ञानेन्द्र शाह। उहाँले लिनुपर्छ। बाँकी छानबिन र कारबाहीको सिलसिला अघि बढिरहेको जानकारी गराउँछु। ताज्जुबको कुरा त के छ भने, दुनियाँका अगाडि सांसद भएपछि कहिले कहिले आफै मन्त्री
उपप्रधानमन्त्री के भएर संविधान मान्छु भन्ने शपथ लिएर, ईश्वरका नाममा शपथ लिएर, देश र जनताका नाममा शपथ लिएर आफैले गरेको प्रतिज्ञा, आफैले खाएको कसम पालना गर्नु पर्दैन? शपथ पालना गर्नु पर्दैन? यो संविधानप्रति वफादार छु, संविधानको पालना गर्छु भन्ने शपथ पालना गर्नु पर्दैन कि त्यो एउटा तमासा मात्रै हो? त्यो एउटा छद्म अवसरको खोजी मात्रै हो? त्यसो भएर संसद संविधानको विरोध गर्ने थलो होइन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। संसद लोकतन्त्रको विरोध गर्ने थलो होइन भन्ने म स्मरण गर्न चाहन्छु। संसद संविधान सभा जसले लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्यो, गणतन्त्र घोषणा गर्यो, राजतन्त्रलाई विदा गर्यो, त्यो गरिमामय संसदमा आएर फेरि राजतन्त्र बेउताउँछु भन्ने कुरा, गणतन्त्रात्मक लोकतान्त्रिक प्रणालीको विरोध गर्ने कुरा, सङ्घीय लोकतन्त्रको विरोध गर्ने कुरा, गणतन्त्रको विरोध गर्ने कुरा, यो संसदमा संविधान सम्मत हुँदैन र असंवैधानिक क्रियाकलाप गर्ने थलो संसद हुन सक्दैन। म स्पष्ट पार्न चाहन्छु। सामान्य अध्यक्षज्यू, केही दिन यता संसद अवरुद्ध छ। सुशासन र त्यसमा कम्प्रोमाइज भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ। सरकारका काम कारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यो सम्मानित सदन हो। तर अहिले विषय सामान्य छ। एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ। सदन अवरुद्ध छ। महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। राष्ट्रसेवक कर्मचारीहरूको गुणदोष टिप्पणी गर्ने स्थल चाहिँ यो गरिमामय संसद हो भन्ने मलाई लाग्दैन। त्यसको प्रक्रिया छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई, त्रुटि गर्नेलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारित गरेको छ। यति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट सरकारप्रति, विभागीय मन्त्रीप्रति, देशको हितप्रति प्रतिबद्धता देखिएन, लोयल्टी देखिएन भने कारबाहीको विषय बन्छ। विभागीय मन्त्रीको ठहर या मन्त्री परिषदले गरेको कारबाही ठिक छ छैन भन्ने कुराको निरूपण गर्ने पनि विभिन्न निकायहरू छन्, ठाउँहरू छन्। त्यसको पनि परीक्षण होला, हुने ठाउँमै होला। त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत वा चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम सरकारले गर्छ। यो मामुली कुरा हो। अहिले पनि भएको छ, अहिले पनि भएको छ। चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ, भइरहेको छ। अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ। यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ। त्यसैले यस विषयमा थप बहस नगरौँ। सम्बन्धित निकायलाई आफ्नो काम गर्न दिउँ। राम्रो काम गरेका व्यक्तिको पनि अनावश्यक चर्चा परिचर्चा हुँदा उपयुक्त निष्कर्ष आउन पाउँदैन। व्यक्तिको नियुक्तिका विषयमा वा कुनै पनि कारबाहीका विषयमा संसदले त्यसमा हात हाल्न थाल्यो भने, त्यसलाई आफ्नो विषय बनाउन थाल्यो भने कानुन निर्माण गर्नुपर्ने आफ्नो दायित्वबाट कर्मचारीको नियुक्ति, सरुवा वा कारबाही वा नसिहत वा प्रमोसन वा सम्मान पुरस्कार यी विषयहरूमा संसदले हात हाल्न थाल्यो भने संसदका काम कारबाही चाहिँ छुट्छन्, जस्तो अहिले छुटिराखेको छ। यस्तो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु। र व्यक्तिको नियुक्ति वा अन्य कारबाहीका विषयमा यो गरिमामय सदन विभाजित पनि हुँदैन, हुन जरुरी छैन। बरु अबदेखि यस्तो गर्दा हुन्छ होला। लोकसेवाबाट नियुक्ति हुने बाहेक अन्य प्रक्रियाबाट सरकारले नियुक्ति गरेका व्यक्तिहरू सरकार फेरिँदा स्वतः पदमुक्त हुने विधि अपनाए हुन्छ। त्यो गरौँ। सल्लाहकारदेखि महान्यायाधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त अहिले पनि प्रधानमन्त्री फेरिँदा स्वतः फेरिने हामीले व्यवस्था गरेकै छौँ। अरू पनि पोलिटिकल एपोइन्टमेन्ट, खास गरी लोकसेवाले नियुक्त गरेका बाहेकहरूलाई त्यही विधिमा जाउँ, यसमा सल्लाह गरौँ। विशेष गरी म प्रतिपक्षका मान्यज्यूहरूलाई अनुरोध गर्दछु, अहिलेको विषम परिस्थितिलाई हामी मनन गरौँ। यो सामान्य अवस्था होइन। यस्तो असामान्य अवस्थामा यस्ता कुराहरूमा अल्झिएर एउटा कर्मचारीको विषयलाई लिएर यहाँ व्यवस्थामाथि हमला भइरहेको छ। यहाँ सुशासनमाथि यत्रो धज्जी उडाइएको छ। शान्ति सुव्यवस्थामाथि धज्जी उडाइएको छ। मान्छेका निजी घर पार्टीका कार्यालय तोडफोड आगजनी गरिएको छ। निजी व्यवसायमाथि हमला भएको छ। लुटपाट भएको छ। यस्तो अवस्था छ। प्रहरी हाम्रो दाजुभाइ होइन, उसमाथि के जस्तो पनि आक्रमण गरे हुन्छ, गाडी लगेर खिचिदिए, पेलिदिए हुन्छ। यस्तो सम्मको अराजकता देशमा सिर्जना गर्न खोजिएको छ प्रतिगमनका लागि।